के जेलमा रहेका व्यक्तिहरूले सधैँका लागि आफ्नो स्वतन्त्रता गुमाउन सक्छ? के सरकारले बिना कारण सजाय माफी दिन अस्वीकार गर्न सक्छन्? अनि के सार्वजनिक सुरक्षाका लागि संवेदनशील ठाउँमा अलपत्र जानवरहरूलाई रोक्न सकिन्छ? यस हप्ता सर्वोच्च अदालतले यस्ता महत्त्वपूर्ण प्रश्नहरूमा ऐतिहासिक फैसला दिँदै कानुन, स्वतन्त्रता र सार्वजनिक सुरक्षाबारे स्पष्ट गरिएको छ। 15 मई 2026 मा रोहित चतुर्वेदी वर्सेस स्टेट अफ उत्तराखण्ड एन्ड अदर्स मुद्दामा भारतको सर्वोच्च अदालतले बिना कारण सजाय माफी अस्वीकार गर्न नमिल्ने बताएको छ। अदालतले 22 वर्ष जेल बसेर राम्रो उच्चारण देखाएका निवेदकलाई लामो समयसम्म थप थुनाइमा राख्न उचित नहुने भन्दै समय अघि नै रिहा गर्न आदेश दिएको छ। 18 मई 2026 मा शहीद इफ्तिकर अन्द्रबी वर्सेस नेशनल इन्भेस्टिगेसन एजेन्सी जम्मू मुद्दामा भारतको सर्वोच्च अदालतले नागरिक स्वतन्त्रताको कडा रूपमा रक्षा गर्दै लामो समयसम्मको थुनबास र मुद्दाको ढिलो सुनवाईलाई अनलफुल एक्टिभिटिज प्रिभेन्सन एक्ट 1967 को सेक्सन 43D क्लज 5 अन्तर्गत कडा जमानत प्रतिबन्धलाई पनि प्रभावहीन गर्न बनाउन सक्ने ठहर गरेको छ। जमानत नियम हो, जेल अपवाद हो भन्ने सिद्धान्तलाई पूर्ण पुष्टि गर्दै अदालतले अपिलकर्तालाई जमानत दिएको हो र समयमै सुनवाई बिना लामो समयसम्म थुनाइमा राख्नु संविधानको अनुच्छेद 21 को उल्लङ्घन हुन बताएको छ। 19 मई 2026 मा सुओ मोटो रिट पिटिसन सिभिल नम्बर 5 इन रे सिटी हाउन्डेड बाई स्ट्रेस किड्स पे प्राइस मुद्दामा भारतको सर्वोच्च अदालतले देशभर बढ्दो सार्वजनिक सुरक्षा समस्यालाई सम्बोधन गर्दै विद्यालय, अस्पताल, विमानस्थल, रेल स्टेसन र खेल मैदान जस्ता संवेदनशील ठाउँमा अलपत्र जानवरलाई फेरि छोड्न नमिल्ने फैसला गरेको छ। अदालतले जन्म सुरक्षा र संविधानको अनुच्छेद 21 अन्तर्गत अधिकारलाई पशु जनकल्याणसँग सन्तुलनमा राख्दै एनिमल बर्थ कन्ट्रोल रुल्स 2023 अनुसार नसबन्दी र खोप अभियान जारी राख्ने निर्देश दिएको हो। यही थियो यस हप्ताका कानुनी जानकारीहरू। यस्तै कानुनी जानकारीको लागि ल टाइमसँग जोडिरहनुहोस् होला। धन्यवाद।